म छु अहिले यहाँनिर सौरा ठ्याक्कै म्युजियममा छु म्युजियममा आएको छु यहाँ आएर मैले टिकट लिइसकेको छु जम्मा टिकट चाहिँ 100 रहेछ म म्युजियमभित्र जाँदैछु अब यहाँ सङ्ग्रहालयभित्र के छ हेरौँ यहाँ अरू पनि धेरै हुनुहुन्छ मैले छिर्ने बित्तिकै यो देखेँ त्यसपछि यतापट्टि यसो हेरेँ हात्तीको ठुलो दाँत रहेको रहेछ त्यसपछि यताउता हेरेँ धेरै थरीको जनावरहरू थियो होइन अनि त्यसपछि मैले यता हेरेँ बिरुवाको बच्चा थियो त्यसपछि उतापट्टि हेरेँ बाघ थियो उता हेरेँ चितल थियो अनि यहाँ के को छाला चाहिँ टाँगेको रहेछ सायद यो बडीमै सायद यो बाहिरको छ होइन छाला टाँगेको छ अनि त्यसपछि उता हेरेँ त्यसपछि यहाँ धेरै थरीका पुतलीहरू थिए र कति थरीको थियो त्यहाँ मैले लेखेको थियो मैले चाहिँ राम्रोसँग याद गरिनँ त्यसपछि यताउता हेरेँ र यतापट्टि चाहिँ गोही थियो होइन हेरेँ अनि त्यसपछि यतापट्टि हेरेँ अरू यहाँ कछुवा पनि छ हजुरले देख्न सक्नुहुन्छ कछुवा छ र यताउता हेर्दै थिएँ त्यहाँ धेरै थरीका थिए त्यसपछि यहाँनिर चाहिँ माछा देखेँ र म चाहिँ यहाँबाट निस्किने क्रममा चाहिँ अब घुम्न जान्छु भनेर निस्केँ र यहाँ चाहिँ हात्तीमा चाहिँ मान्छेहरू हिँडेको देखेँ दृश्य जाँदैछु समय आएको चाहिँ यहाँनिर सवारी गर्नलाई गाडीमा आएको छु सब्सक्राइब गर्नु होला म चाहिँ अहिले जाँदैछु यहाँनिर चाहिँ यताबाट चाहिँ मलाई दाइले बाइकमा फ्याउँदै हुनुहुन्छ उतापट्टि चाहिँ गाडी छ तिमी एक्लै छौ यहाँबाट चाहिँ पर अरू हुनुहुन्छ भन्नुभयो त्यसपछि म ठ्याक्कै त्यहाँ पुगेँ र गाडी चढेर अरू साथीहरूसँग चाहिँ म चाहिँ जङ्गलतर्फ लागेँ यो चाहिँ जङ्गलको छिर्ने ठाउँको बाटो हो म चाहिँ अहिले मुखमा पुगिसकेको छु र म एक्लै थिएँ र अरू साथीहरू हुनुहुन्थ्यो अन्य ठाउँबाट त्यसपछि म चाहिँ यहाँभित्र छिरेँ र आफ्नै तालमा थियो सबैजना गफको तालमा थिए र म पनि आफ्नै सुरुमा भिडियो खिच्दै थिएँ र फर्स्टमा हामीले देख्यौँ यति ठुलो चौर र त्यहाँनिर चाहिँ एकदम खुल्ला थियो अनि त्यहाँनिर चाहिँ केही थिएन पुरै खाली थियो त्यसपछि फर्स्टमा हामीले देख्यौँ जङ्गली मदेन त्यसपछि हामी अगाडितर्फ बढ्यौँ योभन्दा पहिले मैले मयूर देखेको थिएँ त्यो मयूरको चाहिँ मैले खिचिनँ सो र अगाडितर्फ बढ्दै थियौँ त्यसपछि हामीले देख्यौँ यहाँनिर चाहिँ मृग यसको नाम के भन्नुहुन्थ्यो मैले बिर्सेँ र यहाँ थियो ठुलो जरायो म चाहिँ अहिले हामी यात्राको आधामा पुगेर चाहिँ यहाँ रेस्ट गर्ने ठाउँ रहेछ त्यहाँ पसलहरू पनि रहेछ त्यहाँ गएर चाहिँ म एकछिन रेस्ट गरेँ अनि त्यहाँ हामी चिसो खायौँ खाजा खायौँ त्यसपछि हामी फेरि त्यहाँबाट चाहिँ निस्किने भन्दै थियो एकछिनमा त्यसपछि हामी म यताउता भिडियो खिच्न थालेँ र वरिपरि चाहिँ यहाँ माछा पाल्नलाई पोखरी रहेछ अनि त्यसपछि यताउताको दृश्य निहाल्दै अनि हामी यहाँबाट चाहिँ फर्क्यौँ र हामी चाहिँ गफ गर्दै यहाँनिर चाहिँ भ्रमण गराउने दाइहरूसँग चाहिँ गफ गर्दै म चाहिँ यात्रा क्रममा अगाडि बढ्दै आएँ र सँगै खाजा पनि खायौँ र हामी चाहिँ अब फर्किँदैछौँ र म चाहिँ अहिले मेरो हाइवेमा आइसकेको छु त्यसपछि आजको भिडियो चाहिँ यति नै मैले अन्त गरिदिएँ फेरि नेक्स्ट भिडियो मिल्नेछु च्यानललाई नयाँ च्यानल सब्सक्राइब गर्नुहोला बाई फेरि नेक्स्ट भिडियो मिल्नेछौँ।